अप्सन ट्रेडिङमा चारवटा पिलरहरू हुन्छन्। पहिलो भनेको अन्डरलाइन एसेट। अन्डरलाइन एसेट भनेको त्यो अप्सनमा के ट्रेड हुँदैछ त, तपाईले के किन्ने वा बेच्ने अधिकार पाउने हो। मैले अगाडि दिएको इक्जाम्पलमा तपाईले जग्गा किन्न पाउने राइट किन्नु भएको थियो, तपाईले जग्गा किन्न पाउने अधिकार किन्नु भएको, सम्झौता पत्र किन्नु भएको। त्यसैले अन्डरलाइन एसेट के भयो, त्यो जग्गा भयो। त्यसै गरी शेयर बजारमा के हुन्छ, अन्डरलाइन एसेट भनेको कुनै कम्पनीको शेयर हुन्छ, जस्तो टेस्ला भयो, एनभिडिया भयो, अथवा कुनै पनि कम्पनीको शेयर। कुन कम्पनीको शेयर तपाईले किन्ने वा बेच्ने हो, त्यो चाहिँ के भयो, अन्डरलाइन एसेट भयो। स्ट्राइक प्राइस भनेको त्यो प्राइस हो जुन प्राइसमा भविष्यमा खरिद बिक्री गर्ने सम्झौता गरिएको हुन्छ। मैले दिएको रियल इस्टेटको इक्जाम्पलमा 10 लाख रुपैयाँ चाहिँ के भयो, स्ट्राइक प्राइस भयो। अर्को हुन्छ प्रिमियम। प्रिमियम भनेको बैना। तपाईलाई रियल इस्टेटको इक्जाम्पलमा मैले दिएको इक्जाम्पलमा 50,000 रुपैयाँ तिरेर जुन बैना गर्नुभएको थियो, हो त्यही बैना रकमलाई नै के भनिन्छ, प्रिमियम भनिन्छ। त्यस्तै गरी अर्को हुन्छ एक्सपायरी डेट। एक्सपायरी डेट भनेको त्यो कन्ट्र्याक्ट, त्यो अप्सन चाहिँ कहिले एक्सपायर हुन्छ त भन्दाखेरि मैले दिएको इक्जाम्पलमा 3 महिना थियो।